Hello, good morning guys. आज चाहिँ हामी पोखरा जाँदैछौँ जस आज कति बज्यो अहिले यो घरमा चाहिँ आमामा म यो कुखुरा बासेर है यो घरमा के रे आई थिंक 4 बजेतिर बास्छ कुखुरा आमामा शेष भइसक्यो अब नेपालमा अब के भन्नु यिनीहरुलाई हैन फेरि पुरा पिछाडी नै राखेको रहेछ हैन कसम अलार्मै लाग्नु पर्दैन यार निद्राइ आराम पारिसक्यो anyways that's my bit of a rant while यत्रो आवाज सुनिरहेछ है oh my god anyways अब सानो कफी बच्चाहरु खाना खाइरहेछ गाडी आउँछ एकछिनमा and we'll catch you in the trip चाहिँ अहिले बालेजतिर आइपुग्यौं हैन हाम्रो भाइ हुनुहुन्छ यहाँ अनेश भाइ हैन लोर्के भाइ ड्राइभर कता चढ्नुहुन्छ है Kids at the back अब हामी चाहिँ जाँदैछौँ पोखरा and दामी चाहिँ मलाई यो लाग्यो यो पुरा के रे युट्युब क्रोमबाट चलाइरहेछ है यस्तो मैले देखेको थिएन यस्तो पनि हुँदो रहेछ टेक्नोलोजीको आदि खापिसक्यो हैन भाइ The Siron construction guys sounds like it's out of what is the battle lines is the legend the side the master यस्तो छ बाटो अहिले अवस्था व्यस्त छ बन्दै होला होपफुली बाटो कति बनेको छ भाइ बाटो कति बनेको छ मुगलिङ देखि मात्रै बाटो राम्रो छ ए बा मर्नी भयो बाटो चाहिँ हाम्रो सरकारले भएर ए यस्तो छ यार के भयो साह्रो भयो क्या सिट बेल्ट भाइले चाहिँ बाटो कस्तो छ ड्राइभर भाइलाई अब यस्तो बाटोमा चलाउँदाखेरि जिरो टोकी पठाएछ भाइले अब आयो बाटो राम्रो बाटो यतिको बाटो हुनुपर्छ है अब फेरि सानो बाटो आयो चाहिँ अहिले गल्सीमा स्टप अप गरौँ यहाँ चाहिँ ह्यामलेट रेस्टुरेन्टमा छौँ मैले भाइले यहाँ चाहिँ ल्याएको छ साया आइसक्रिम अनि मम्मी र सास छोरा चाहिँ यहाँ बसिरहेको छ कोठा अरे गाडीमा त्यसै साबे राम्रो छ यहाँ चाहिँ भाइले चाहिँ खाजा खायो मैले चाहिँ सानो कफी खाएँ अब बुढीलाई अलिक त मात लाग्यो भनेर तितौरा किन्ने भनेको छ यहाँ तितौरा कुन चाहिँ छ हौ अलि अमिलो खालको गाडीमा मात लागेर क्या यो ठिक हुन्छ कस्तो हुन्छ हौ अब फेरि गाडीमा छ मान्छे एउटा गर्नु पर्ला यो कति यति चिन्ताको 180 कल्दिस तितौरा बुढी हामी चाहिँ कहाँ छौँ यो ठाउँको नाम त थाहा भएन मलाई गल्सीमा रहेछौँ इज इन द कार यस्तो छ बाटो चाहिँ अलिकति राम्रो चाहिँ छैन अब यहाँ म्याडम यसरी बसिरहेको छ हेलो म्याडम हाउ आर वी here you go feeling sick. You're feeling sick, mate? Have that, okay? Let me the okay. Did I get the right one for you? Oh yeah. This is my favorite. Sahas, do you want cheese ball? Cheese ball, Kansa? No. I don't know if there's cheese ball. Cheese ball is there. Cheese ball, sir. Cheese ball. I don't know. I'll go and see if there's cheese ball, eh? Oh, tera ayo man se ke yaar? Sahas, we're in the bumpy ride. Yeah. Yeah. Saya, see the river over there? Yeah. Yeah. Definitely. And there's mountains. So Baba used to climb up the mountain, climb down the mountain
swim across the river, come to this road to the school. Wow, I never did young. That's my life story. So, कति काम कति दुःख गर्नु पर्छ. Yeah. Wow, literally that's truly a disgusting. Yeah. Yeah. What a journey. अब नेपालको प्लेनमा उड्न डर लाग्छ सेफ्टीले गाडीमा हिँड्यो भने बाटो देख्नुभयो कस्तो छ हैन ओभर घिन लाग्दो छ है तर होपफुली बन्छ होला 1-2 वर्षमा अब हामी चाहिँ कुरिन्टा रिट्रिटमा आएको छौं द किड्स आर टायर्ड सबै टायर्ड छ अब यसो यहाँ खाना खाएर देन विल मुभ अन फ्रम हियर दिस इज द प्लेस रिभ्युजहरु राम्रो देखेको थियो अनलाइन त्यही भएर आएको हामी यहाँ What a bad place. Uta pori swimming pool रहेछ. Oh. Nice. Swimming pool देखाउन चाहन्छु ल म. कुरिन्टा चाहिँ यो मनोजको गाउँ हो के. So Manoj, we are looking at this vlog. This is your place, isn't it? Nice. यस्तो बनाएको रहेछ. The construction phase is a little bit, it is really nice. Manoj go on there. Kurinta area. I think Utaputiola. Let's go. There you go, area. Manoj Mama's place. This is Manoj Mama's place. He's got huge area in this place. The Kurinta ma thali khaiyo hai ta, guys. Yeah. As usual, Saika khana aako chaina. Sar is getting his egg. Hamro bhaile charta laera bhaira मेरो same छ क्या. Alright. के सारा? How is the pizza, Sai? Mid. Sars loves the pizza. खाना खायौं हामीले. कस्तो लाग्यो खाना भाइ? बाबा ला. खाना चाहिँ मिठो थियो. अब द्याट्स इट. अब हामी यस्तो गर्ने चाहिँ यहाँ कुरिन्टामा भ्यू चाहिँ खासै केही छैन पुरा पोल्युसनले गर्दा न भाइ. हैत्तेरिका. मौसम यस्तो छ. पानी पर्यो भने त यार. म एक दिन पानी झर्र पर्यो भने सर्लक्क खाली हुन्छ. है सर? है? Cringe. Daughter says I'm cringe. यो घर कत्रो घ्याउसुरे अरे सिंहको दरबार जत्रो आमा बाबा को यो घरको मालिक हिरो हो इज हिरो क्यामे दाइ हाम्रो सिरे दाइ हैन ए भिडियो बनाएको के डन चाहिँ हल्ला गराएछ त्यतिर हैन यहाँ भाउजू हुनुहुन्छ भाउजूहरु उहाँको घर है माइजू माथि बस्नु हुनुहुन्छ आज चाहिँ पुरा फ्यामिली भेला जस्तो भएको मेरो मम्मी साइडबाट अनि दाइ चाहिँ गाउँदै आउनु भएको हैन हल्का गफसफ गरेर अब हामी जाँदैछौँ दाइकोमा जाँदैछौँ चिया मात्रै भन्नुपर्छ नि तपाईँले हैन यहाँ भिडियो भनेपछि नि मैले चिया मात्रै भन्नुपर्छ नि हैन त्यहाँ फेरि यत्रो बसेन र आउँछ बस्दैन यहाँ अहिले So हामी चाहिँ फाइनली हाम्रो रुममा आयौँ यो चाहिँ this is the room and Buddy is getting ready for dinner. The kids are washed up. Yes, Saya? This is our room. हाम्रो स्वप्न बाग भन्ने रुममा हो हामी चाहिँ होटलमा हो. Saya? Yeah. How's the journey? Awful. Awful? Why?
I was sleeping, and then I suddenly wake up to the noise of someone honking, and then my head gets bashed between like the seat and the window. It's like, and then like I had migraines for the whole ride. Do you think you're gonna come back to Nepal? No. No, because the roads. Great place, lots of pollution, lots of dogs, I don't know, running around. Then lots of people spitting on the floor, lots of people throwing stuff on the floor, like everything. Okay, that's enough. Anyways, but त्यही हो अब छोरीलाई अलिक मन परेन हैन अलि पोल्युसनले गर्दा obviously मलाई पनि पोल्युसन चाहिँ ओभर भएको रहेछ बाटोको रोड पनि एकदम नराम्रो थियो अनि हाम्रो जर्नी खासरी बिहानै अब 7:30 बजे हिँड्नु पर्ने 7:30 बजे हिँडेको अनि 1-2 बजे आउनु पर्ने तर हामी 4 बजे आइपुग्यौं अनि द रोड्स आर अनेस्टली हैन मैले धेरै एक्जाजरेट गरेको नि हैन इट वाज रियली अफुल यति सारो स्ट्रेस भयो हैन मेरो यो घडीको स्ट्रेस लेभल पनि ओभर बढेको थियो How are you stressed in a car ride? because it was so bumpy Yeah, so what if it's bumpy? but I had to के अरे मैले टाइममा आउनु पर्यो नि त मेरो रिलेटिभ्सहरूलाई भेट्नलाई मेरो मामालाई भेट्नलाई टाइममा आउनु पर्यो हैन मेरो के अरे दाइ दिदीहरू सबै फ्रम भिलेजेस दे केम यु नो दोस Yeah. दे केम फ्रम भिलेज अनि पनि के अरे दे हेभ टु गो ब्याक टु भिलेज हैन र Yeah. अनि राति भइसकेको थियो नि त अनि आई हेभ टु के अरेन्ज अ ट्याक्सी फर देम सो दे क्यान गो होम एट टाइम सो त्यही भएर हो नि त अनि आई वाज गेटिङ स्ट्रेस्ड बिकज म ढिलो भएको थिएन अनि आजलाई त्यति नै हो हामी चाहिँ अब जान्छौँ डिनरको लागि मलाई चाहिँ ओभर थाली खानु मन लागेको छ तर आई डोन्ट नो किसलाई के खानु मन लाग्छ हैन मेरो बुढीलाई के खानु मन लाग्छ बुढी त्यही भोक लाग्छ हैन ओके के को पिज्जा यहाँ आएर भात खाने दाल भात तरकारी या ओके आजलाई त्यति हो गाइस गुड नाइट एन्ड आई विल सी यु टुमोरो My stomach's hurting.